ट्रायल दिँदाखेरि हजुरले पहिला चाहिँ भित्र बस्नुस् सिटमा छ्याक्क हो त्यसपछि छ्याक्क सिट मिलाउनुस् हो त्यसपछि सिट बेल्ट लाउनुस् लुकिङ ग्लास मिलाउनु न पहिला ल दुवैतिरको ठ्याक्क टायरदेखि तरिकाले मिलाउनु होला हो त्यसपछि ठ्याक्क सिट बेल्ट लाउनुस् सिट बेल्ट चाहिँ भुल्नै हुन्न हो ठ्याक्क अब स्टार्ट गर्नुस् हो ट्रायल दिँदाखेरि सधैँ हजुरले फर्स्ट गियर लाउनु पर्दछ ठ्याक्क फर्स्ट गियर लाउनुस् ह्यान्ड ब्रेक यसो ख्याल गर्नु पर्दछ ठ्याक्क तल झार्नु होला ल ठ्याक्क हजुरले चाहिँ सर पहिला लेफ्ट साइडतिर लाग्नु होला ठ्याक्क लेफ्ट साइडतिर लाग्दाखेरि लेफ्ट साइडकै लुकिङ ग्लास यसो हेर्नु होला छुन्छ कि छुँदैन हो जता साइड च्यापिन्छ हो जता साइड घुमाइन्छ त्यतैको साइडको लुकिङ ग्लास हेर्नु होला ठ्याक्क हामीले चाहिँ इङ्ग्लिस एड गराउनु पर्दछ 1.5 1/8 इङ्ग्लिस एड गराइसकेपछि अर्कोचोटि हाफ गरेर चाहिँ हामी निक्लिनु पर्दछ सेट यताबाट घुमेर आइसकेपछि फेरि जताबाट सुरु गरेको थियौँ त्यहाँसम्म पुग्दासम्म हाम्रो इङ्ग्लिस एड छ्याक्क हुन्छ हो त्यसपछि जसरी हामी सुरुमा गएको थियौँ त्यही वे नै जानु पर्दछ र त्यसरी चाहिँ ठ्याक्क हामी अब उकालोतिर लाग्नु पर्दछ हो अब उकालो 8बाट ठ्याक्क निक्लिन बेलामा चाहिँ हामीले राइट साइडकै पोलतिर अलि ख्याल गर्नु पर्दछ पछाडि चक्कातिर अब यसपछि हामी उकालो गर्दा चाहिँ पछाडिको टायरले तल्लो लाइन छ्याक्क कट्ने बित्तिकै रोक्नु पर्दछ यसरी र यसपछि रोक्ने क्रममा चाहिँ हामीले ह्यान्ड ब्रेक युज गर्नु पर्दछ पहिला त्यसपछि अब यो हिँड्ने बेलामा चाहिँ पहिला साउन्ड सुन्नुस् रेसको आवाज पहिला रेस दिनु पर्दछ त्यसपछि यो क्लच छोड्ने बेला यो चक घ्याचक्क गर्छ त्यसपछि ह्यान्ड ब्रेक स्याट झार्नु पर्दछ त्यसपछि हामी यो ओह्रालोमा यो दुईटा लाइनको बिचमा रोक्ने क्रममा चाहिँ पछाडिको टायरले ठ्याक्क टायर कट्ने बित्तिकै रोक्नु पर्दछ हो रोकिसकेपछि ट्राफिकले जा भनेपछि मात्र जानु होला त्यसपछि यो घुम्टीमा हामी यो घुम्टी भन्दा ओरै इन्डिकेटर दिनु पर्दछ घुम्ने क्रममा सोलो ठ्याक्क ट्राफिक लाइट पनि हेर्नु पर्दछ हामीले
रेड बोलेको क्रममा चाहिँ हामी यो जेब्रा क्रसिङ भन्दा ओरै रोकिदिनु पर्दछ। उहाँ रेड बोलेछ हो, ग्रिन बोलेको बेलामा चाहिँ हामी स्वाट्ट जानु पर्दछ र येल्लो बोलेको बेलामा चाहिँ हामी रोक्नु पर्दछ। त्यसपछि हामी यो एल पार्किङ गर्दा चाहिँ पहिला हामी सिधा जानु पर्दछ र पछाडिको भागलाई चाहिँ हामीले यहाँनिर यसरी पार्किङ गर्नु पर्दछ। यो साइड पार्किङ गर्ने क्रममा हामी यो साइडै च्यापेर आउँछौँ। यही लाइन लेफ्ट साइडै हो, लेफ्ट साइडै च्यापेर आउँछौँ र हामी यो घुम्दाखेरि हामी यो घुम्टी भन्दा एक हात जति ओरै पछाडिको टायरलाई रोकेर काट्नु पर्दछ। स्पेसल्ली यो घुम्टीनिर ख्याल गर्नु पर्दछ पछाडि। हो, यो घुम्टी कटिसकेपछि छुन्न जस्तो लाग्यो भने हो राइट साइडको चाहिँ यो लाइन सिधा लाइन देख्ने बित्तिकै छ्याक्क हामीले रोक्नु पर्दछ। बल्ल हाम्रो गाडी स्ट्रेट हुन्छ। त्यसपछि हामी यो सिधा लाइन जहाँसम्म छ त्यहाँसम्म हामी बिस्तारै जान सक्छौँ। धेरै पनि जानु पर्दैन, थोरै मात्रै गए पुग्छ। हो, त्यसपछि